Hello everyone, good morning, my YouTube family. How are you? Now morning 5 a.m. in Kuwait. So I think today is my duty off. So I plan myself, please go to running, do exercise because of health. So I am running now, jogging, walking a little bit in roadside. This is Mabula area and this is Pasang Lama vlog in Kuwait. I hope so you all now sleeping because of holiday, but I'm not sleeping. I'm in the roadside, walking, running, jogging. Everyone be careful your health. Health is wealth, wealth is health. Because your health is healthy, wealth is already you have. I think so, okay? So you can see here the view. Now the outside climate's temperature is a normal and little bit cold here. So I feel very comfortable as well, okay? Look at the tallest, longest building outside. So also here car. Okay, now my aim is I'm going seaside. Okay, when I arrive seaside, I also I think so what's going on, and I also clicked video this area and can you enjoy my video. This is the surprise for you guys. So म भन्नु पर्दाखेरि चाहिँ म चाहिँ सीसाइडमा जानु लागेको, माबुलाको सीसाइड रनिङ गर्दा गर्दै पुग्न आँटिसक्यो हैन। अंग्रेजी मात्रै बोलेर हालौँ भनेको खासै अप्ठ्यारो लाग्दो रहेछ अंग्रेजी मात्रै बोलेर भ्लग बनाउँदाखेरि चाहिँ। अनि नेपाली आइहाल्ने, हिन्दी आइहाल्ने, के गर्नु साथीभाइहरू। अब तपाईहरुलाई त्यहाँ गइसकेपछि म एउटा भ्यू देखाउँछु समुद्रको, कस्तो हुन्छ के हुन्छ। एन्जॉय माई भिडियो। सीसाइडमा आइपुग्न लागिसक्यो एक्लै, दौडिँदा आइपुग्न लागिसक्यो र सुरजको लालीमा समुद्रको साइडमा टक्क लाएर कति दामी देखिरहेछ त्यहाँ सुरजको लालीमा। त्यो चाहिँ म क्यामेरामा कैद गर्छु समुद्रमा पुगेपछि। र सबैको ड्युटी गइरहेको देखेर मेरो चाहिँ छुट्टी छ आज, सबै ड्युटी गइरहेको देखेँ। स्पेसली यो अनलाइन डेलिभरीहरूको चाहिँ 24 घण्टा ड्युटी हुँदो रहेछ, बाइकमै बस्ने, बाइकमै सुत्ने है, त्यस्तो मैले देखेँ। कोही टिकटक हेरेर बसिरहेको, अर्डर नआएकोहरू हैन, कोही चाहिँ मोबाइलमा युट्युब हेरेर बसिरहेको देखेँ, कोही चाहिँ मोबाइलमा साथीहरूसँग च्याटिङ गरेर बसेको देखेँ। बिहानै अहिले करिब बिहानको कुवैतमा 5:10 गएको छ। ओके, म 4:35 रुमबाट हिँडेको, नन स्टप हिँडेकै छु र अहिले लिटरली म समुद्र किनारमा पुग्न आँटिसकेँ। तपाईहरुलाई देखाउँदैछु सुरजको लालीमा कति ब्युटिफुल छ है सुरजको लालीमा। म समुद्रको भ्यू पनि हजुरहरूलाई देखाउने छु। आई होप सो तपाईहरुलाई पक्का पनि मन पर्छ। तपाईहरु पनि यसरी बिहानै छुट्टी छ भने समुद्रमा आउनु होला। ग्रुप बनाएर 4 जना 5 जना गरेर जाने भनेर प्लान गरेर खर्च गरेर नआउनु होला। यसरी बिहानै एक्लै हिँडेर आउनु होला। न त खर्च न त के, ढुक्क मान्छेहरू रनिङ पनि गरिरहेछ। अब त्यहाँ सीसाइडमा गएर फोटो भिडियो बनाउँछु। बाटो काट्न कति गाह्रो हुन्छ हेर्नु, कति स्पिडमा छ गाडी। अनलाइन बिजनेस
देख्नुभयो विदेशमा हुनेहरूले बाटो त्यही भएर अप्परझर काट्नु हुँदैन। जब खाली हुन्छ समुद्र किनार आइपुगेको छ। म अब तपाईँहरूलाई देखाउन गइरहेको छु। बाटोमा हिँड्दाखेरि त आउन मन लागेको थिएन, बिच बाटोमा फर्क्यौँ कि जस्तो लागेको थियो है। ती धेरै गर्मी होइन, सास अड्केला जस्तो भयो बिच बाटोमा। तर यहाँ समुद्रको छेउछेउ आइपुग्दाखेरि त पुरा एसी जस्तो के पुरा शीतल। तपाईँहरूलाई अब म सुरजको लालीमा यानि सनराइज देखाउन गइरहेको छु। सनराइज नजिकैबाट अब म तपाईँलाई देखाउँदैछु टक्क लाएर सनराइज। ओके, धेरै मान्छेहरू यहाँ दौडी पनि रहेको छ, एक्सर्साइज पनि गरिरहेको छ। सनराइज म को भिडियो क्लिप गरेर फर्किन्छु म पनि होइन। अरे बाबा, छुट्टी हुनुको मजै अलगै छ के। मैले चाहिँ जे होस् 4 दिन छुट्टी भयो। 4 दिन छुट्टीमा 4 दिन मैले आफूलाई टाइम दिएँ, स्पेन्ड गरेँ। मजाले निद्रा पनि पुरा गरेँ, घुम्न पनि गएँ। अनि त्यसपछि बिहान उठेर रनिङ पनि गरेँ। म 4 दिन छुट्टी भयो, 4 दिनै म सुतेर बसेन। 4 दिन मैले मर्निङमा मैले वाकिङ गर्न आफ्नो शरीरको एनर्जी चाहिँ बुस्ट, मतलब के अरे धेरै खाए पिर तोरै खाए खिर भन्छ नि। त्यही भएर म चाहिँ रनिङको लागि जति मात्रामा खान्छु त्यति मात्रामा म वाकिङ गर्छु फ्री टाइमलाई। किनकि अब आफूलाई पनि थाहा हुन्छ आफ्नो बडीमा कतिको कोलेस्ट्रोल बढेको छ, कति फ्याट बढेको छ भन्ने कुरा, त्यो लागि ओके। अब तपाईँलाई म देखाउन गइरहेको छु सुरजको लालीमा बिल्कुलै नजिकै समुद्र किनारको मजा। लेट्स गो, चेक इट आउट। यो चाहिँ सुरजको लालीमा ठिक मेरो पछाडि देख्न सक्नुहुन्छ। अब त्यहाँ क्यामेरा ब्याक गरेर तपाईँहरूलाई देखाउँछु। देख्न सक्नुहुन्छ सुरजको लालीमा नजिकैबाट। कति ब्युटिफुल देखेछ सुरजको लालीमा, कति आनन्द। फाइनली समुद्रको छेउमा आइसकेको छु। कति मजा आइरहेछ र म मात्रै पहिला आएको होला भनेको त मभन्दा पनि पहिल्यै आइसकेर पुरा रमाइलो गरिरहेको रहेछ मान्छेहरू त यो समुद्र तटमा। कति रमाइलो, कोही नुहाइरहेछ, कोही हाँसिरहेछ, कोही खेलिरहेछ, इन्जोय गरिरहेछ। जे होस् म पनि रमाइलो गरिरहेछु। नेक्स्ट फ्राइडे पनि आउनेछु। नेक्स्ट फ्राइडे छुट्टी हुन्छ, भोलिदेखि ड्युटी छ। नेक्स्ट फ्राइडे पनि आउनेछु म। वाह, बिहान कति शीतल ठन्डा हुने रहेछ। वाह, ओके। तपाईँहरूलाई सुरजको लालीमा पनि देखाइहालेँ। अब चाहिँ म फर्किन्छु रुमतिर। गाइस, मलाई पनि मजा आयो। एकछिन यहाँ वाकिङ गर्छु, त्यसपछि रुमतिर रिटर्न हुन्छु। गाइस, लेट्स गो। बालुवामा हिँड्न कति गाह्रो भइरहेछ। तपाईँले बालुवामा चाहिँ जहाँ तहीँ फोहोर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छे रमाइलो गर्न आएको मान्छेहरूले ठन्डाहरू पिएर होइन, सिगरेटहरू खाएर जताभावी बोतलहरू फ्याँकेको देख्न सक्नुहुन्छ। तर यो बोतलहरू हटाउनुको लागि, रिमुभ गर्नुको लागि एकछिनपछि कामदारहरू चाहिँ, सफाइ कर्मचारीहरू चाहिँ आउँछन्। अहिले त भर्खर 5 बजिरहेछ, कहाँको आउनु। जस यो बालुवामा हिँड्नलाई मजा आइरहेछ। वाउ, 2 जना आइदिएको भए, कोही साथी आएको भए साथमा टिकटक पनि बनाउनु हुन्थ्यो। तर एक्लै छु, हाउ पोसिबल, इम्पोसिबल। ओके, टिल देन गाइस, अब म चाहिँ रुमतिर लागेको। खाना पनि बनाउनु छ रुममा गएर। हिँड्दैछु यो बालुवामा, कति गाह्रो भइरहेछ हिँड्नलाई। खुट्टा दबिरहेछ कि पुरा। आमामा, सी भ्यू। र अहिले चाहिँ सुरजको लालीमा जति म हिँड्दै गएँ त्यति चर्किँदै गइरहेछ घाम है। आउँदाखेरि त्यो एउटा पनि थिएन घाम। अहिले अब जति हिँड्यो त्यति नै पछाडि देख्न सक्नुहुन्छ, त्यति घाम चर्किँदै आइरहेछ। अब जति घाम चर्क्यो, यो सिसाइडको छेउछाउमा त अब शीतलै हुन्छ।
तर अन्य भूभागमा चाहिँ गर्मी बढ्दै जान्छ। यहाँ चाहिँ के फालेको रहेछ गाइस, यहाँ चाहिँ के फालेको रहेछ, के हो यो? नेपालमा भए त के हो यो गमला जस्तो घर लिएर जान्थ्यो नेपालमा भएको भए त। त्यति के हो यो गाइस? ओ माई गॉड, ओ माई गॉड, के हो थाहा छैन। समुद्रमा शङ्खाहरू पनि पाइन्छ भन्थे, तर यस्तो काटे झार छ यहाँ। अब एकचोटि फेरि तपाईहरुलाई वरिपरिको नजारा देखाउँछ। मान्छेहरू पुरा गफ गरिरहेछ समुद्रमा, इन्डियनहरू पुरा गफ गरिरहेछ, आफ्नो घरको बुढीको कुरा काटिरहेछ। अब चाहिँ म फर्किन लागेको गाइस। म आउँदाखेरि चाहिँ आउनै मन लागेको थिएन, तर समुद्र साइडमा आइसकेपछि यस्तो हरियाली, चराचुरुङ्गीको आवाज, अनि त्यो सुरजको लालीमा, अनि त्यो समुद्रको छाल, यति आनन्द छैन कि तपाईहरु पनि बिहान बिहान आउनुहोस्। एकदम रमाइलो लाग्छ, आफूलाई मेडिटेसन जस्तो लाग्छ, रिल्याक्स हुन्छ, जस खुसी लाग्छ। त्यही प्रकारको रमाइलो यो समुद्र साइडमा है, रुमै फर्किनु मन नलाग्ने, यति आनन्द आइरहेछ, यति आनन्द, यति रिल्याक्स लागिरहेछ। तपाईहरुलाई म यसको बारेमा एक्सप्लेन गर्न सक्दिनँ। मैले सोचेको थिएँ बिहान बिहान आयो भने म मात्रै हुन्छु होला भनेको, तर मभन्दा पनि पहिल्यै मान्छेहरू आएर समुद्रको साइडमा पौडी खेलिरहने रहेछ, रमाइलो गरिरहने, खानाहरू खाइरहेको, एउटा क्याम्पेन गरिरहेको मैले देखेँ। मैले चाहिँ के सोच्थेँ भन्दाखेरि म मात्रै होला सायद भन्थे, तर म मात्रै होइन, डेफिनेटली इज मेरो ठिक विपरीत भयो। अब चाहिँ म रुमतिर लाग्दैछु। तपाईहरुको काम भने ब्लग हेर्ने अनि ब्लग लाइक कमेन्ट सेयर गर्ने। ओके गाइस, ट्याक्सीमा आउँदैछ, गाडीमा आउँदैछ मान्छेहरू। अब चाहिँ समुद्र तटमा पुरा भिड हुन्छ, किनकि ईदको छुट्टी छ। आज चाहिँ लास्ट दिन होला सायद ईदको, भोलिदेखि चाहिँ ड्युटी सुरु हुन्छ। मेरो चाहिँ स्पेसल, अरूको के हुन्छ मलाई थाहा छैन, तर बाटोमा आउँदै गर्दाखेरि कति मान्छेहरू चाहिँ ड्युटीको ड्रेसमा ड्युटी जान लागेको मैले देखेँ। टिल देन गाइस, म जाँदैछु अब।